नमस्कार, म डाक्टर सुन्दर श्रेष्ठ, कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेस्टाइनल तथा हेपाटोबिलियरी सर्जन। आज म तपाईहरुलाई पित्तथैली सम्बन्धी केही जानकारीमूलक कुराहरूको बारेमा कुरा गर्न गइरहेको छु। फर्स्ट अफ अल, पित्तथैली भनेको के हो? यो कहाँ हुन्छ र यसले के काम गर्दछ? वास्तवमा पित्तथैली भनेको हाम्रो कलेजोको तल्लो सतहमा रहेको एउटा पियर सेप अथवा नासपाती आकारको एउटा सानो अंग हो। यो अराउन्ड 50 ml जतिको क्यापासिटीको हुन्छ। यसले 50 ml जतिको पित्त चाहिँ सञ्चय गर्न सक्ने क्यापासिटी हुन्छ र यसले चाहिँ मूलतः यसको काम भनेको पित्त सञ्चय गर्ने नै हो। यसले लिभरबाट उत्पादन भएको, कलेजोबाट उत्पादन भएको पित्तलाई सञ्चय गर्छ र यसले यसलाई कन्सन्ट्रेट गर्ने काम गर्छ। यसले 8 देखि 10 गुणा बढीसम्म यसले पित्तको कन्सन्ट्रेसनलाई बढाएर सञ्चय गर्ने काम चाहिँ गर्दछ।